वाल्मीकि आश्रम जाँदैछौँ। वाल्मीकि आश्रम पुग्नको लागि पूर्व पश्चिम महेन्द्र राजमार्गको बर्दघाटबाट दक्षिणतर्फ त्रिवेणीधामसम्म सवारी साधनमा जाने, त्यसपछि डुङ्गाबाट गण्डकी तरेर गएपछि 35-40 मिनेटको पैदल यात्रा गरेर वाल्मीकि आश्रम पुग्न सकिन्छ। नेपालतर्फको बाटो प्रयोग गरेर जाँदा उपयुक्त हुन्छ। इन्डियातर्फको बाटो पनि प्रयोग गर्न सकिन्छ, तर त्यसको लागि त्यहाँका सुरक्षाकर्मीहरूले धेरै सोधपुछ गर्ने भएको हुँदा नेपालतर्फकै बाटो प्रयोग गर्दाखेरि उपयुक्त हुन्छ। हामी डुङ्गाबाट पारी आइपुग्यौँ। हामी वाल्मीकि आश्रम जाँदैछौँ। वाल्मीकि आश्रम जाने बाटो वारी त्रिवेणी धामदेखि हामी पारीसम्म सानो यो डुङ्गामा आइयो। अब यहाँदेखि हामी आधी घन्टा 45 मिनटको बाटो पार गरेर हामी वाल्मीकि आश्रम जाँदैछौँ। वाल्मीकि आश्रम नेपाल र भारत दुवै देशका धार्मिक तथा पौराणिक कथाहरूमा उल्लेखित एक महत्त्वपूर्ण स्थान हो। यसको इतिहास मुख्य रूपमा हिन्दू धर्मग्रन्थ रामायणसँग जोडिएको छ। यस क्षेत्रलाई नेपाल सरकारले धार्मिक पर्यटन प्रवर्धनका लागि विकास गर्न आवश्यक छ। वाल्मीकि आश्रमलाई महर्षि वाल्मीकि बसोबास गर्ने स्थानका रूपमा मानिन्छ। वाल्मीकि ऋषि रामायणका रचयिता हुन्। पौराणिक कथन अनुसार भगवान रामले आफ्नी पत्नी सीतालाई वनवास दिएपछि उनी वाल्मीकि ऋषिको आश्रममा शरण लिएकी थिइन्। यसै आश्रममा सीताले लव कुशलाई जन्म दिएकी थिइन् र वाल्मीकि ऋषिले नै उनीहरूलाई शिक्षा दीक्षा दिएका थिए। यो दायाँतर्फ देखिएको यो खोला चाहिँ नेपाल र भारतको सिमाना आइछ। यो खोलादेखि दायाँतर्फ इन्डिया, बायाँतर्फ नेपाल। यस्तै लहराहरू छन् धेरै। यो बाटोको दायाँ बायाँतर्फ धेरै यस्तै लहराहरू मात्रै। वाल्मीकि आश्रमसँग सम्बन्धित अवशेषहरूको ठ्याक्कै उमेर यकिन गर्न कठिन छ, तर पुरातात्त्विक अध्ययन र पौराणिक सन्दर्भहरूका आधारमा ती धेरै प्राचीन भएको अनुमान गर्न सकिन्छ। इन्डियातर्फबाट गण्डक ब्यारेजको ड्याम माथिबाट बाटो रहेछ, पुलहरू। त्यो पुल माथिबाट इन्डियातर्फ लागिसकेपछि इन्डियातर्फबाट आइयो भने वाल्मीकि आश्रम पुग्नको लागि 10-15 मिनट पैदल यात्रा गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। नेपालतर्फको चाहिँ निकुञ्ज राष्ट्रिय निकुञ्ज परेको कारणले गर्दाखेरि होला बाटोहरू चाहिँ त्यति पैदल यात्रा गर्नको लागि मात्रै ठिक छ। सवारी साधन त सायद सम्भवै नहोला। यहाँनिर अब निकुञ्ज परेको कारणले गर्दाखेरि सहज ठाउँमा मान्छेको बसोबास भएको क्षेत्रमा त निकुञ्जलाई क्रस गरेर बाटो बनाउनलाई सकिरहेको छैन। यहाँ एउटा धार्मिक स्थलको लागि हुन त यो वाल्मीकि आश्रम एकदम महत्त्वपूर्ण धाम मध्ये पर्दो रहेछ। नेपालको पौराणिक धार्मिक सांस्कृतिक कथाहरू पनि धेरै भएको, तर पनि राज्यले यो बाटोलाई चाहिँ सवारी साधन चलाउन योग्य त बनाउँदैन होला सायद, तर पनि पैदल यात्राको लागि चाहिँ अलिकति सहज हुने गरी बाटो बनाइदिएदेखि सबैलाई वाल्मीकि आश्रमसम्म आउन इच्छा हुनेहरूको लागि धेरै सहज हुने थियो। लव कुशलाई वाल्मीकि ऋषिले उनीहरूको जन्म रहस्य बताइसकेका थिएनन्, त्यसैले उनीहरूले श्रीरामलाई आफ्ना पिता भनेर चिनेका थिएनन्। आश्रम नजिक आइपुगेको घोडालाई रोकेर उनीहरूले प्रमाणित गर्न खोजे कि श्रीराम
महान राजा भए पनि उनले आफ्नी निर्दोष र पतिव्रता पत्नी सीतालाई अन्यायपूर्ण वनवास पठाएका थिए। लव कुशले रोकेको घोडालाई रामका सैनिकहरूले फिर्ता लैजान खोजे। उनीहरूले घोडा नछोडी रामको सेना र भाइहरू शत्रुघ्न, भरत, लक्ष्मणसँग युद्ध गरे। लव कुशले रामको घोडा मात्र रोकेनन्, अन्ततः श्रीरामलाई नै पराजित गरे। पछि वाल्मीकि ऋषिले रामलाई बताए कि लव कुश नै उनका सन्तान हुन्। यो देखिएको प्राचीन संरचना हवन प्रवेशद्वार, विष्णु चक्र, यी सबै प्राचीन अवशेषहरू हुन्। यहाँ श्रीरामले आफ्नो राज्य अयोध्याको साम्राज्य विस्तार गर्न अश्वमेध यज्ञको आयोजना गरे। यो घोडा रामको भाइ शत्रुघ्नको नेतृत्वमा विभिन्न राज्यहरूमा घुम्न पठाएको थियो। यो घोडा घुम्दै वाल्मीकि आश्रम नजिकै आइपुग्यो, जहाँ लव कुश वाल्मीकि ऋषिसँग शिक्षा लिइरहेका थिए। लव कुशले धर्म र नीति बुझेका थिए, त्यसैले उनीहरूले यज्ञका लागि पठाएको घोडा कसको हो भनेर बुझ्न खोजे। घोडामा लेखिएको थियो, यो घोडा श्रीरामको हो, जो सर्वशक्तिमान राजा हुन्, जसले यसलाई रोकेको खण्डमा युद्ध गर्नुपर्छ भन्ने सन्देश देखेपछि लव कुशले घोडालाई रोके। यो देखिएको लहरा लव कुशले बाल्यकालमा पिङ खेलेको लहरा भनेर बुझिन्छ। यसको दायाँतर्फ यो ढुङ्गाहरू चाङ लगाएको ठाउँ वाल्मीकि ऋषिले लव कुशलाई शिक्षा दिएको स्थल भनेर चिनिन्छ। यो देखिएको अवशेष ऋषिहरूले हवन गर्ने हवन कुण्ड भनेर चिनिँदो रहेछ। यो ल्याऊ त, यो ढुङ्गा यहाँ रहेछ कि सिलौटाहरू। यो उतातिर यो देखिएको अवशेष लव कुशको जन्मस्थल। यही नै सीताले लव कुशलाई जन्म दिएकी थिइन् भन्ने मान्यता रहेछ। यहाँ आउने तीर्थालुहरूले सबैले यसरी ढुङ्गाहरू चाङ लगाएर राख्ने गर्दा रहेछन्। विशेष गरी यहाँ नेपाली भन्दा भारतीय पर्यटकहरू, धार्मिक पर्यटकहरू धेरै आउने गर्दा रहेछन्। भारततर्फबाट आउँदाखेरि 10-15 मिनटको मात्रै पैदल यात्रा गर्नुपर्ने रहेछ। बाटो पनि नेपालको तुलनामा केही सहज रहेछ। जङ्गली जनावरहरूको त्यति जोखिम नहुने भारततर्फबाट आउँदाखेरि। यो देखिएको ढुङ्गा सीता माताको सिलौटोको रूपमा चाहिँ मानिदो रहेछ। यहाँनिर पुराना संरचनाहरू, पुराना अवशेष मात्रै छन्। यसलाई राज्यले संरक्षण गरेर धार्मिक पर्यटकको लागि विकास गर्नुपर्ने महत्त्वपूर्ण धार्मिक स्थल हो, तर राज्यले यसलाई त्यति ध्यान दिएको छैन। यो निकुञ्जभित्र पर्ने भए तापनि यसलाई चाहिँ धार्मिक पर्यटन प्रवर्धन गरेर राज्यले आम्दानी मनग्गे आम्दानी लिनु सक्ने स्थान छ। यो वाल्मीकि आश्रम लव कुशको जन्मस्थानको रूपमा मानिन्छ। रामायणको उत्तरखण्ड अनुसार माता सीता वनवास गएपछि वाल्मीकि ऋषिको आश्रममा शरण लिएकी थिइन्, जहाँ उनी लव कुशलाई जन्म दिएकी थिइन्। जब श्रीरामले जनताको आशंकाका कारण गर्भवती सीतालाई वनवास दिए, उनले यही शरण लिइन्। वाल्मीकि ऋषिले उनलाई सुरक्षा दिएर मातृत्व संरक्षण गरे। यही लव कुश जन्मिए। वाल्मीकि आश्रममै लव कुश जन्मिए। हुर्किएर उनीहरूलाई वाल्मीकि ऋषिले वेद, धनुर्विद्या, नीतिशास्त्र, धर्म शिक्षा दिए। लव कुशले रामको अश्वमेध घोडा यहीँ रोके। उनले श्रीरामका सेनासँग युद्ध
गरेर आफ्नो वीरता देखाए। यो अमृत कुवा यहाँ जति पनि प्राचीन संरचनाहरू अवशेष मात्र छन् त्यसमा प्रष्ट देखिने गरी यो अमृत कुवा छ। यो 5-7 मिटरको गहिराइमा यो अमृत कुवा छ। यही कुवाको पानी यहाँका ऋषिहरूले पिउँथे भन्ने मान्यता छ। श्रीरामले सीतालाई पुनः स्वीकार गर्नु पूर्व अन्तिम पटक उनको पवित्रताको प्रमाण मागे। सीताले भनिन्, यदि म साँच्चै पवित्र छु भने हे माता पृथ्वी मलाई फेरि आफूसँग लिनुहोस्। त्यसपछि पृथ्वी देवी स्वयं प्रकट भइन्, भूमिबाट सुनौलो सिंहासन लिएर आइन् र सीतालाई आफूसँग लिएर समाहित गरिन्। यसरी सीता पृथ्वीमा विलिन भइन्। वाल्मिकी आश्रमसम्म आउने हामी 2 जना मात्रै परेछौँ। इन्डिया तर्फबाट मान्छे चाहिँ धेरै आउँदा रहेछन्, तर आज त्यहाँनिर होली भएको कारणले गर्दाखेरि त्यहाँको एसएसबीले रोक्दो रहेछ यतातिर नेपालतिर बोर्डरबाट वाल्मिकी आश्रममा आउनको लागि। तर यो बाटो चाहिँ आज हामी मात्रै परिरहेछ, हामी 2 जना मात्रै। यो बाटोमा चाहिँ जङ्गली जनावरहरूको डर हुन्छ भन्दा रहेछन्। 2-4 जना मात्रै हिँड्दाखेरि अलिकति ग्रुप भएर हिँड्नुपर्ने रहेछ। त्यसले गर्दाखेरि हामी 2 बजेर 15 मिनट जाँदाखेरि निस्केका छौँ वाल्मिकी आश्रमबाट। हामी कति बेला पुग्छौँ? आधी घन्टा जति समय अझै हिँड्नुपर्छ होला नारायणी किनारसम्म पुग्नलाई। त्यहाँदेखि पारी फागु पूर्णिमाको दिन वाल्मिकी आश्रमसम्मको यात्रा हाम्रो आज यहीँबाट सकिएको छ। फेरि कुनै दिन समय मिलाएर वाल्मिकी आश्रममा आउनेछु।